आज हामीले क्यापेसिटरलाई एज अ ब्याट्री युज गरेर देखाउन जाँदैछौँ। यसमा युज हुने कम्पोनेन्टहरू 10 किलो ओमको रेजिस्टर, 9 भोल्टको ब्याट्री, एलइडी बल्ब र एउटा क्यापेसिटर रहेको छ। अब मैले हजुरहरूलाई यसको कम्प्लिट वर्किङ डेमोन्स्ट्रेसन र कनेक्सन देखाउन जाँदैछु। यहाँ हेर्न सक्नुहुन्छ हामीले एलइडी को नेगेटिभ साइडलाई क्यापेसिटरको नेगेटिभ साइडसँग कनेक्सन गरेको छौँ र एलइडी को पोजिटिभ साइडलाई रेजिस्टरको थ्रुबाट क्यापेसिटरको पोजिटिभ साइडमा कनेक्ट गरेको छौँ। हामीले युज गरेको क्यापेसिटर 25 भोल्टको क्यापेसिटर रहेको छ र यदि हामीले 25 भोल्ट भन्दा धेरै भोल्टको ब्याट्री युज गरेको भए हाम्रो क्यापेसिटर पड्किन्थ्यो। त्यही भएर हामीले 9 भोल्टको ब्याट्री युज गरेको छौँ। अब मैले हजुरहरूलाई एलइडी बलेको देखाउन जाँदैछु है त। हामीसँग त्यो प्रोजेक्ट लगायत अन्य 60+ प्रोजेक्ट्सहरूको लागि चाहिने कम्पोनेन्टहरू यो स्टार्टर किट टुलबक्समा रहेको छ। तल डिस्क्रिप्सनमा हाम्रो वेबसाइटको लिङ्क रहेको छ, त्यहाँबाट अर्डर गर्न सक्नुहुन्छ। धन्यवाद।